आज चाहिँ साथीको एनिभर्सरी थियो होइन तर के गर्नु आज चाहिँ साथीको के अरे बेबी सावर थियो होइन तर के गर्ने बसले 19 मिनट लाग्ने ठाउँमा 1 घन्टा लाग्थ्यो भिडियो टक्क गर्नु पर्ला भनेको सपना मात्रै भयो यार अब अर्को बेबी सावरमा योपालि छोरामा भ्याएन अब छोरीको बेलामा गर्नु पर्ला हामी चाहिँ जानलाई एकछिन ढिलो भयो के गर्नु है परदेशको ठाउँमा काममा नगई पनि हुँदैन अरूको काममा फेरि कामबाट निकालिदिन्छ भन्ने चिन्ता पनि हुन्छ सो हामी चाहिँ काम गरेर छिटो जान्छौँ भनेको झन् काम आज अलिक ढिलो भयो जे जस्तो भए पनि जस ढिलै भए पनि आइपुग्यो हामी आउँदै थियौँ उहाँहरू चाहिँ टिकटक बनाएर हाँसेर फोटोसोटो खिच्दै गरिरहनु भएको रहेछ बाहिरको भिडियोहरू लिन नपाए पनि अब भित्र गएर भिडियो लिन्छौँ हामी फोटोहरू पनि भित्रै खिच्छौँ ल तिम्रो एउटा भिडियो बनाइहाल्छ भ्याउँदैन फेरि कुदेर जाऊ यो पनि लिएर ल कुदेर जाऊ पछि उ गर्नु मिल्छ होला नि अहिले झ्याप्पा खिचेर पछि हेरेर गर्नुहुन्छ एकछिन फोटो भिडियोहरू सुट गरेको जमक्क सास पनि पार्न थालेछ अब चाहिँ घरमै गएर फोटो भिडियोहरू जे गर्नु छ घरमै गएर गर्छ बुढीले चाहिँ बाहिर डेकोरेसनहरू मजाले गरेको रहेछ तर सबै हावाले उडाएको भएर अब भित्रै डेकोरेसन गर्न थालेको हामीले अब म चाहिँ खासै गर्दिनँ बुढी र साथीले गर्छ ठिकै छ राम्रो देखेर उल्टो गर्ने उल्टो पारेर यो चाहिँ भतिजले लुगा हो मलाई चाहिँ भतिज जस्तो लाग्छ के लाग्छ है गाइजहरूलाई कमेन्ट गर्नु होला भतिजी होला कि भतिजी होला के त भतिजै हो के अरे खोइ गेस गरे हामीले मैले त बुढीले त भतिजै हो क्या अरे के त खोइ के थाहा हामीले चाहिँ किन त्यस्तो गेस गर्न मन लाग्यो गरे हो अलि त्यो चुप भन्दै अलिक बिस्तारै भने तिम्रो स्वर ठुलो छ फेरि यहाँ स्पिकर चाहिँदैन तिम्रो साउन्ड म कतिको न्युज आर्टिकल दिन्छु म त तिम्रो साउन्ड त स्पिकर जस्तै भन्छ फेरि हो त्यस्तो गरेको फोटो नि खिच्नु पर्यो यार एउटा खिच्ने क्या त्यो अघि जसरी त्यो चुप्प गरेको पनि टक्क यस्तो चुप्प गरेको पनि हाल्नु त्यो हो त्यो पनि त्यो यो एकदम फोटो दामी चाहिन्छ है यो हो यतिकै हो जुत्तिरी मुनि बुढी एकदम दामी ल
त्यही माथि राखौँ कि भनेको निकाल्नु मिल्छ नि त कस्तो छोड त यो खोलेर है यो हो यसो हुन्छ नि राम्रोसँग यो चाहिँ माथि गरौँ कि यसमै त्यसो गऱ्यो नि यसलाई फोल्ड गरेर त्यसलाई अग्लो बनाउनु एउटा सेतो प्लेटमा 10% अफ रहेछ नि अहिले त्यो यो चाहिँ केकलाई चाहिँ बिचमा राख्ने ए है अरूलाई साइड ह्याप्पी एनिभर्सरी हो दही र चिरो चाहिँ मिसाउने हो त्यसरी मिसाएर यस अझै नेवारी सेट ल है भतिस त्योमा राख्दैछ ड्याडीले अहिलेदेखि फोनमा राख्दै गर्नु होइन त नि के गर्ने अब सुरुमा त्यसो भए आमा फु गर्छु अनि त्यसपछि गएर काटेर अनि तिमीले केक खुवाइदिने मलाई अनि के खुवाएर पैसा दिने पैसा एक मान्थ्यो है यो त भिडियो त होला नि दुई तिनवटा मात्रै बालेको दुईटा मात्रै बाल्नु तिनवटा अब त तिनवटा हुन्छ नि तिनवटा बाले चाहिँ भइहाल्यो हो चारवटा नभएर चारवटा बालाउन ल ल भयो रेडी के भन्यो अब ह्याप्पी बर्थडे त होइन उठ्ने होला एउटामा है वाला बेबी सावर ह्याप्पी वाला बेबी सावर ल ल एउटा फोटो खिच्छ नि त ल ह्याप्पी बेबी सावर बुढो तपाईँको हात चाहिँ किन अगाडि अगाडि यो क्यान्डल सिद्धिन्छ अब भिडियो खिच्यो हुन्छ अब भिडियो खिचिदिन्छु ल यहाँबाट नि ल त्यहीँबाट दुईजनाले काटेर खुवाउने चाहिँ तिमीले होला मेबी हाल्दैन ल हुन्छ जे भयो नि त दुईजना काट्नु त होला नि हो दुईजनाले गर्नु पहिले उहाँले खुवाइदिनु अनि तपाईँले नि खुवाइदिनु ल पुग्यो है त ल हेप्पी बेबी सावर ल थ्याङ्क यू सो मच है हामीलाई यति धेरै माया गरिदिएकोमा आवाज र जस्टिनालाई होइन हामीलाई यति धेरै धेरै नै हो सरप्राइज बेबी सावरको लागि धेरै धेरै अझ अलिक राम्रो भएन तपाईँ अलिक गेङ्की भए त बवाल हुन्थ्यो नि गेमकी भाव त पार्टी नै अन्जान हुन्छ नि बाहिरै हुन्छ नि के तर गर्नु मैले गेङ्की नभएर मैले सोचेको नि थिएन होइन यतिसम्म हुन्छ भनेर अब मेरो जिन्दगीको धेरै रमाइलो हामी बजारको चाहियो त नि भाउजू धेरै धेरै थ्याङ्क यू ल काट्नु ल अब ह्याप्पी बेबी सावर ल यस्तै ह्याप्पी भएर आउनुपर्छ भोलिसम्म ह्याप्पी बेबी सावर होइन हेल्थी बेबी पाउनु हो यो भनेको चाहिँ हेल्थी बेबी पाउनु एकदम पोजिटिभ हुनु भन्नको लागि
कङ्ग्रेचुलेसन ड्याडी भन्छ साथ पहिला भ्याक्सिन उता जानु होइन म छोरा हेर्न जानुपर्छ भने कुदेर आउनुपर्छ अब चाहिँ। अब त्यही त हो नि अब 4 बजे निस्किएर कुदिहाल्नु पर्छ अब त कामबाट हैन त ल दही चिउरो खुवाउनु पर्छ होला अब। खुवाइदिनुपर्छ सबै थोक खुवाइदिनुपर्छ क्या केरा पनि बस्छु यो चाहिँ मेमोरी हुन्छ क्या भिडियो राखिरहेको हुने है मासु चाहिँ भन्नु सक्ला हैन प्लेट हातमा ल्याउनु नि त प्लेट हाल्नु होइन ल्याउनु त पर्दैन मासु त भयो डाँड्छ पहिला पुरै भयो केरा पनि खुवाइदिनु त्यो लिएर हुन्छ गगलले खान लाग्यो अहिले म सबै खाइदिन्छु अहिले भान्सा र त्यो भन्छ र सेलरोटी पनि छोरे खाइदिनु त सबै चल्नु पैसा दिनुपर्ने सबै पैसा दिन्छ नि अरू रुलमा गर्नु पर्यो नि केटा रुलमा अगाडि त गर्नु पर्यो नि फलो गर्नुपर्छ यस्तो कुराहरू सबै लिएर भोलि मैले हो किन आज बुढी राख्नुपर्छ नि त तर नि अब त बुढीले राख्नुपर्छ कमाएर ल्याउने बुढी ढोग्न सक्दैन खुट्टो भयो पर्दैन भाग्यमानी यसो भएछ। ढोग्नु हुँदैन भाग्यमानी भएछ। खाइदिँदा खाइदिन्छु अनि रेस्टुरेन्टमा खुवाउँछु होइन मैले त अब पर्दैन खानु खानु दबाईको हो नि त नि खाइदिएँ मैले। खुवाइदिएँ त मैले है बिर्सिरहेँ खाइसकेको थिएँ अब जस्ट नै होला ल ल म खुवाइदिन्छु बरु पहिले अब तिमी फोटो भिडियो खिच्दो नि त अनि ल यता हो नि त यता गिलो भइसकेछ है अघि ल ह्याप्पी बेबी पाए अनि ह्याप्पी हुनु त्यो चाहिँ मलाई खुवाउनु ओसी चौसी म यो सबै खुवाइदिन्छु गगले खुवाइजी त हुन्छ होला के अरे तिनवटा पुऱ्याउनु परेन एकजना किन मैले गर्नु भए त म एक्लै गर्थेँ होला के अरे भने यो चाहिँ दही चुरा अनि भयो त हजुर हो नि दही चुरा खुवाउन आएको है यो चाहिँ दही चुरा अनि त्यसपछि के खाने भन्नु पऱ्यो अन्त थोरै थोरै बिजी आउँछ निम्न चाहिँ निम्न अब आउँदैन हामीलाई जस्तो आउँछ त्यस्तै त गर्ने नि त्यही त हो। होइन सुरुमा सिकेर पहिला अब गिफ्ट चाहिँ ल्याउन नल्याएको तपाईँले गर्नु बेबी भनेको पाएर हाम्रो मात्रै लागि धेरै धेरै ठुलो कुरा भयो जो नयाँ न्यू बेबी आएर मात्रै हो बेबीलाई गिफ्ट अब त्यो त हाम्रो लागि धेरै हो गिफ्ट त भयो। त्यो त कसैले पनि गर्दैन गर्दैन यो त यो सिम्पल हो सबै 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 खुवाइदिनु ए केक त सबै किन भइसकेको नपुगेको क्या आफै खानु त्यो नत्र यो सबै म आफै खाएँ ए साँच्ची हामीले उहाँलाई पनि खुवाउनु पर्ने हो नि बिर्सेछ तपाईँले खुवाउनु खुवाइदिनु त मैले बिर्सेछ क्या खुवाइदिनु त बुढो
बौरी साएर बजिरहेको बिर्सेछ नि मैले खाएर बसेछ बरु बाउ चाहिँ रिसायो दुवैजनाले खुवाउनु पर्ने भने यदि चाहिँ दुवैजनाले खुवाउनु र यो सबै बुढो म त बिर्सेछ क्या यस्तो त हुन्छ यो त राख्नु पर्छ ल अब यो दाइचियो खाइदिउँ दही चिउरा चाहिँ दुवैजनालाई खुवाइदिनु है तपाईँले मैले त बिर्सेँ हो हो कि बिर्सेछ रिसायो बजिरहेको होइन नि दुवैजनालाई खुवाउनु अनि खुवाउने हो खास त बिर्सेको मैले चाहिँ ह्याप्पी भएर ह्याप्पी भरि आउनु पर्छ त्यही हो हेल्थी बेबी पाउनु गेङ्की बेबी पाउनुपर्छ थ्याङ्क यू बेबी ल यति मैले चाहिँ गरेँ यति भइसक्यो भइहाल्यो ल यति भइसक्यो हुन्छ ल तिनजना पुग्यो ल थ्याङ्क यू ल अब चाहिँ भट्टाभट हामी खाने हो खानालाई केक लिएर आएको रे यसरी आफै खानाले थोरै मान्छेको बिचमा फाइदा चाहिँ यही हो है एउटा केक काट्यो भने यति दिनै खान पाउँछ के हो यो भातको डङ्गुर जस्तो रहेछ तिनीहरूले बनाएको चाहिँ यो मात्र हुन्छ नेपालमा भयो यसरी डेकोरेसन बनाइदेऊ भन्ने यहाँ चाहिँ हामी गयो उयो भनेपछि त्यही दिने त्यही त भने क्यान्डलको त्यो सबै तान्न हो खानुपर्छ कति भयो भात आउँदैन नि यस्तो खाएर के भयो खाने होला मोमो खाने नि मोमो खाने हजुरले जानु भएन रोटी खानु ल रोटी म त नखाने रोटी किन आई डोन्ट लाइक यु डोन्ट लाइक के खाने हो चिज खाँदै तिमी यो त चिकन बुढी मलाई पुरा चाउमिन खुवाइरहेको चाउमिन खा उयो छ सबै हाल्नु पऱ्यो नि त बनाएको के काम लाग्यो खाना बनाएको टेस्टले मिठो हुँदैन क्या आगे छैन के भयो र अनि चिकन ल्याऊ चिकन चलाएको तरकारी आमामा यत्रो कहिले खानु म चिसो खान्न तिमी खान खानु म त्यो कुहिरा त्यही राख नि त्यही भएर बनाउँदै म खाट टेबलमा नबढिया चिज एउटा आफ्नो खाना भात नखाने हो भात त खान्न आउँदैन कि आउँदैन नि यत्रो खाएर के भात मलाई बसाल ल्याउ नि त थोरै म त भात नखानु मन थोरै बसाल ल्याउ नि एक आधी घन्टामा पाकिहाल्छ नि पाक्छ भोक लाग्यो भने खाइहाल्छु जसरी राति मलाई भोक लाग्छ के हो भात रुच्छ तपाईँलाई मजाले पानीको बोतल उको त पानी त्यो पानी तिमी पापड खाने खाइहाल्छु त त्यही नखा न भएन अब त मेरो हात गर्नु नि त सुक्क भात बसाल्दैन अलिक चिसो भएको नि खानेको त है अघि त तातै थियो त
बाहुबली थाली हो नि त यो बाहुबली थाली कहाँदेखि किन्नुभएको तपाईँले यस्तो थाल कहाँ भन्नु त्यो चाहिँ यहाँ पनि सबै किन्नु गयो चाहिँ ए हो र भिडियोमा हेर्दा नि पहिलो सन्तान ईश्वरको वरदान। उहाँहरू चाहिँ धेरै खुसी हुनुहुन्छ किनभने पहिलोचोटि ड्याडी मम्मी भन्दै हुनुहुन्छ। भाउजूको शारीरिक अवस्था चाहिँ अलिकति कमजोरी हुनुभएको कारणले उहाँ चाहिँ धेरै हस्पिटल धाउनुभयो, धेरै हस्पिटलमा बस्नुभयो। यहाँबाट चाहिँ के थाहा हुन्छ भने एउटा नारीले बच्चा जन्माउनको लागि आमा बन्नको लागि कति धेरै सङ्घर्ष गर्नुपर्दो रहेछ। यो क्षणमा चाहिँ म मेरो आमालाई सम्झन चाहन्छु किनभने उहाँले धेरै दुःख सुख गरेर जन्माउनु भएको रहेछ। उहाँहरूको धेरै सङ्घर्षपछि धेरै दुःखपछि उहाँहरू पहिलोचोटि ड्याडी मम्मी भन्दै हुनुहुन्छ। उहाँहरूलाई धेरै शुभकामना छ, धेरै बधाई छ। अबको केही समयपछि भतिजले राम्रोसँग स्वागत गर्न पाऊँ अनि उहाँहरूसँगै हामी पनि धेरै खुसी छौँ किनभने मेरो एकदम धेरै मिल्ने साथी, मेरो हरेक सुख दुःख सेयर गर्न मिल्ने साथी, अझ भनौँ जापानमा आएर भगवान्ले मिलाइदिएको एउटा बेस्ट साथी। यस्तो मिल्ने साथी ड्याडी बन्दाखेरि आफूलाई नि खुसी लाग्दो रहेछ। सो म धेरै खुसी छु अनि मेरो बुढीले पनि धेरै धन्यवाद। नाइटमा काम गरेर दिनभरि यसरी साथ सपोर्ट गरिदिएकोमा मेरो बुढीले पनि धेरै धेरै धन्यवाद। अबको केही समयपछि सानो मान्छेलाई स्वागत गरेको भिडियो लिएर आउनेछु। उहाँहरूको जीवन सधैँ यसरी नै खुसी होस् अनि तपाईँहरू पनि स्वस्थ रहनु, व्यस्त रहनु अनि खुसी होस् है त।